Hello, namaste, good morning, students. And today I have brought you 31 fundamental rights which has been granted by the Constitution of Nepal 2072. I mean, नेपालको संविधान 2072ले प्रत्याभूत गराएका जनताहरूको लागि 31 वटा मौलिक हकहरू र यो 31 वटा मौलिक हकहरूलाई हामीले कसरी सजिलोसँग बुझ्ने त सूत्रबद्ध तरिकाबाट कसरी बुझ्ने त्यसको लागि मैले सूत्र लिएर आएको छु। समान शोष संज्ञा अयानी छुस धार्मिक सुगोसो स्वच्छ सिभारो श्रम स्वास्थ्य खा आमबाद ज्येष्ठ सन्यासासुका देश सम्भई र यो फर्मुलाबाट तपाईहरूले धारा 16 देखि धारा 46 सम्म यानी कि 31 वटा मौलिक हकहरूलाई 2 मिनेटमा याद गर्न सक्नुहुन्छ र यो मौलिक हकहरू कुन कुन रहेको छ धारा 16 देखि धारा 46 सम्म अब हामीले बुझ्न प्रयास गरौँ र एकपल्ट फेरि पनि यो फर्मुला जुन रहेको छ धेरै रमाइलो छ। एकपल्ट यहाँ फेरि मेरो साथमा एकपल्ट सबैजना विद्यार्थीहरूले भन्नुस् त समान शोष संज्ञा अयानी छुस धार्मिक सुगोसो स्वच्छ सिभारो श्रम स्वास्थ्य खा आमबाद ज्येष्ठ सन्यासासु उका देश सम्भई। यसलाई हामी संस्कृतको श्लोक जस्तो याद गर्यो हामीलाई पढ्न पनि के हुन्छ सजिलो हुन्छ र कहिले पनि बिर्सिदैनौं। अब हामी लागौ 31 वटा मौलिक हकहरूतर्फ। सबैभन्दा पहिला धारा 16 मा हामी प्रवेश गरिसकेका छौं र धारा 16 मा हाम्रो के छ समान पूर्वक बाँच्न पाउने हक। धारा 17 स्वतन्त्रताको हक। धारा 18 समानताको हक। धारा 19 संचारको हक। धारा 20 न्यायको हक। धारा 21 अपराध पीडितको हक। धारा 22 यातना विरुद्धको हक। धारा 23 निवारक नजरबन्द विरुद्धको हक। अब अगाडि बढौं। अब हामी आइसक्यो धारा 24 मा र धारा 24 रहेको छ छुवाछुत तथा भेदभाव विरुद्धको हक। त्यसै गरेर धारा 25 सम्पत्तिको हक। धारा 26 धार्मिक स्वतन्त्रताको हक। धारा 27 सूचनाको हक। धारा 28 गोपनीयताको हक। धारा 29 शोषण विरुद्धको हक। धारा 30 स्वच्छ वातावरणको हक। धारा 31 शिक्षाको हक। अब अगाडि बढौं। धारा 32 रहेको छ भाषा तथा संस्कृतिको हक। धारा 33 रहेको छ रोजगारीको हक। धारा 34 रहेको छ श्रमको हक। धारा 35 स्वास्थ्य सम्बन्धी हक। धारा 36 खाद्यको हक। धारा 37 आवासको हक। धारा 38 महिलाको हक। धारा 39 बाल बालिकाको हक। अब अगाडि बढौं र अब हामी प्रवेश गरिसकेका छौं धारा 40 दलितको हक। धारा 41 ज्येष्ठ नागरिकको हक। धारा 42 सामाजिक न्यायको हक। धारा 43 सामाजिक सुरक्षाको हक। धारा 44 उपभोक्ताको हक। धारा 45 देश निकाला विरुद्धको हक। धारा 46 संवैधानिक उपचारको हक। यी थियो हाम्रा 31 वटा मौलिक हकहरू र अब धारा 47 मा उल्लेख भएको छ मौलिक हकको कार्यान्वयन र धारा 48 मा रहेको छ नागरिकको कर्तव्य र thanks for watching our videos and if you want subscribe of more and more videos then please subscribe KP Sir and you can get your knowledge very nice and you can increase your knowledge by subscribing KP Sir. Thank you. Have a nice day.